भिज्यो कट्टु पनि भिज्यो भित्र बक्सर पनि भिज्यो कट्टु पनि भिज्यो भित्र बक्सर पनि हामी बुढो चाहिँ रेडी भएको अरे पार्टी लिएर हेलो बाजे नजाने रे सुत्ने रे बजे आइसक्नुपर्छ अनि ड्याड नाङ्गे भुङ्गा हेलो 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 हामी बजेस् हेलो एन्ड नमस्ते होप यु गाइज आर फाइन म चाहिँ रेडी भइसक्यो कपाल सफाल काटेर सबैभन्दा सुरुमा रेडी हुने मै हो आज चाहिँ बसन्तपुर जाने होइन कतिको रमाइलो हुन्छ हेरौँ न त कस्तो दामी होला रेडी राइडरहरू होइन रेडी भयो अफिस जानु लाग्यो अरे टिकट काट्नु जानु लाग्यो रेडी हुनु टिकट काट्नु जाने हाम्रो अघि नै पुरा आइरन साइरन हालेर रेडी भएको बाजेलाई चाहिँ घर जिम्मा लगाएर हामी हिँड्यौँ यहाँदेखि स्कुटी यहाँ चाहिँ छ बाइक लाइनमा आउँदै हुन्छ हजुर बाइक स्कुटी हामी चाहिँ स्कुटीमा हो सामान राख्नुपर्छ चिसो पानी निच्छ टिकट काट्यो हामी चाहिँ यहाँको लोकल भएको गरेर पाइन्छ 750 चाहिँ लास्ट झ्याउ रहेछ होइन घरिघरि देखाउनु पर्ने यहाँ देखायो अब फेरि यहीँ देखायो अब फेरि उता माथि पनि देखाउनु पर्ने होला यस्तो यहाँ यस्तो छ होइन यस्तो ए अब चाहिँदैन दाम देखेछ नि त उता लास्टमा हो कि हरिदेखि उस डर लाग्ने उता बिचमा हो कि ए बजै म पनि छु है यहाँ फेरि म आफैले देखाउनु बिर्सेर कस्तो अरे काले होइन कि कालो भनौँ न अब चाहिँ खोला सोला अनि तल सिधा हो भने देखिन्छ यहाँदेखि सिधा हजुर रोक्ने एसी हो ल गाइस बल्ल बल्ल झर्यो होइन पसिनाले पुरै भिज्यो प्यान्ट पनि भिज्यो कट्टु पनि भिज्यो भित्र बक्सर पनि भिज्यो कट्टु पनि भिज्यो भित्र बक्सर पनि गर्मी एक्जिट एकछिन बस्ने अब यहाँ यतै बसेर मात्रै कुरो मजा आयो ल
चाहिँ अब सिडी चढ्नु पर्छ भनेर यताको बाटो आएको बजेहरू हिँड्न सक्नुहुन्न बजेहरूको घोडा देख्छ त्यो बजेलाई मैले यहाँ लिएर आएको छु बजे यहाँ हुनुहुन्छ बुनु दौडिँदैछ बाटो चाहिँ यो यतातिरबाट काँदामा हालेर हिँड्यो यताबाट जाने हो आउँदैछन् यो चाहिँ हामी यत्तिकै हिँडिरहेको छौँ होइन अब यो कालो मान्छे अब के गर्नु क्यामेरामा देखिनै पर्यो हजुर नाच्दिउँ लु नाच्देऊ यता 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 देखाएर ल नाच्देऊ सबैजना पछि आउँदैछन् पछि पछि के गर्नु गाह्रो छ भ्लगरहरूलाई नै बाटो चाहिँ यताबाट छ केबुल कारको आउने भयो ल हल्का टाइम लेप्सहरू हान्यो अनि फोटोसोटो खिच्यो बजे अलि हिँड्न सक्नुहुँदैन त्यही भएर अलिकति थकाइ पनि मेट्यो तबेला सबैलाई पछाडिको चाहिँ पुरानो तबेला हो बसन्तपुरको अनि बसन्तपुरको मेन पोइन्ट भनेको नै यहाँ चाहिँ म पहिल्यैदेखि होइन अनि यो माथि चाहिँ यहाँ पहिला देउराली थियो अहिले मा कामाख्या मन्दिर भन्ने चाहिँ इन्डियादेखि ल्याएर यहाँ दियो बालेर यहाँ मन्दिर गराएको हो अनि त्यसमाथि अब हामी पहिला नै आएको थियौँ तर चाहिँ अहिले चाहिँ सब बजुहरूसित सबैसित आएको यस्तै छ के गर्नु गाह्रो छ हजुर आउनु जाम तोदाइ अनि के गर्नु कालो मान्छे कालो चस्मा होइन कालो चस्मा लगायो भने चाहिँ अलिकति गोरो देखिन्छ कि भनेर चाहिँ कालो चस्मा लगाइदिएको नत्र भने चाहिँ झिल्के चस्मा लगाउँथेँ मैले पनि होइन तर सेतो कपडा लाग्छ गोरो चाहिँ हल्का देखिन्छ कालो नै देखिन्छ त्यस्तो लागेपछि फेरि हामी बज्यो अब यति हिँड्नुभयो थाक्नुभयो फेरि थाकेर फेरि बस्नुभयो हामी बजे रेस्ट पोइन्ट हामी बजेको फेरि रेस्ट पोइन्ट आइसक्यो बस्नु बुनु पनि दौडेर आइसक्यो तल सामान छुटेर फेरि सबै लिएर आएन आमामा पछाडि त डेन्जर भिड रहेछ अब फ्राइडे त्यही पनि यस्तो भिड स्याटरडे त भिड हुन्थ्यो त्यो आज लङ यात्रा यता पोखरा सोखरा कतातिरको गाडीहरू बन्द छ भन्दै थियो त्यो भएर आज भिड भएको होला बन्द भएर त्यो केबल कार स्टेसन चाहिँ त्यहाँ छ हामी बजै थाकिसक्नुभयो त्यहाँदेखि आउँदा ऊ घोडा पनि आइसक्यो हामी चाहिँ घोडामा हेर्न पाएनौँ ऊ त्यहाँ घोडा आइसक्यो
घोडा बल्ल आएको हेर्न त्यहाँ घोडा चाहिँ भर्खर आइसक्यो घोडा आइपुगेछ बल्ल होइन हामी चाहिँ निस्किसक्यौँ म घोडा आयो भनेछु त भर्खरै अब चाहिँ साइक्लिङ हान्न आएको सब त्यहाँ छ न एकछिनमा टिकट काटेर साइक्लिङ के हुन्छ जिपलाइन ढुङ्गा पिङसिङ हान्ने भनेको होइन सबै फ्यामिली नै एकछिन पछि यस्तो छ यो टिकट काट्नुपर्छ होइन र यस्तो छ होइन बसन्तपुरको भ्यू अनि यतातिर पाल्पा हो होइन टोल फ्री उतातिर देखिन्छ भयो अझ हल्का माथिबाट खेल्नु न अब के हुन्न नडराउनु के हुन्न अब ल अब चाहिँ के भन्छ स्काई साइक्लिङ हान्न लागेको म पुगु यता हिँड्दा बुबु त पुरै ह्यान्सी हो नि त हाम्रो ब्युटिफुल होइन ल पुगु ल हामी चाहिँ साइक्लिङ गर्न गएको है मजा आयो पुगु साइक्लिङ गरेको साइक्लिङ नगरिकन पनि म स्कुटी चलाइहालेँ म पहिला पुगिपुग्यो उही मजा आउने रहेछ तर यो चाहिँ डेन्जर हल्लिने रहेछ झर्नी फेरि यहाँ झरेर फेरि रिटर्न ब्याक अच्छा हामी चाहिँ पारीदेखि वारी आइसक्यौँ अब फेरि यहाँदेखि फेरि पारी जाने हो हामी होइन अब के छ हामी दाइले चाहिँ सहयोग गरेको नि ब्याक गर्नुको लागि 1 मिनट पनि नलाग्ने रहेछ हामी आउनु त यार अघिको त्यो सिटी हरिम ढिलो गरे जस्तो लाग्थ्यो यसको यो माथिको लुज भयो रहेछ नै अलि लुज रहेछ तेरो धेरै हल्ले कि तलको होइन माथिको होइन यस्तो नुग्यो कि बढी तर चाहिँ डेन्जरै मजा आउने रहेछ है अब क्यामेरा चाहिँ हल्का अफ गरौँ होइन अनि त्यसपछि फेरि
अब चाहिँ मेरो साइकल बन्दैछ अनि टाउको चाहिँ रेडी साइकल चढ्नको लागि अब मेरो साइकल रिपेयर हुँदैछ अनि हाम्रो चाहिँ पारामा हालिदिएर चाहिँ के गर्ने भइरहेको नि अब नुहाएको झन् मा गर्ने यहाँ गर्ने हुन्छ त नगर त पाएको अनि चाहिँ पहिला चाहिँ हामीले बच्चाको चाहिँ रेस्क्यु गरेको चाहिँ त्यो होटल त्यो ब्लू कलरको टिनमा हो त्यो त्यहाँको आन्टीको बच्चा चाहिँ रेस्क्यु गरेको हामीले पहिला चाहिँ होइन पहिला आउँदाखेरि यो नबन्दैखेरि होइन बन्न स्टार्ट गर्नु लाग्थ्यो कि त्यति बेला खुबु राख्ने स्टार्ट देखिनुहुन्छ तपाईँ यो हल्लिन्छ लास्टै ढुक्क है ढुक्क है ल साइक्लिङ नै भ्याइयो ल ह्यान्ड चाहिँ साइक्लिङ गरेर भ्यायो अब फुपू भदै आयो होइन ढुक्क चिल पारामा दामी हामी फुपूलाई चाहिँ मजा आयो लास्टै साइकल नचलाइकन स्कुटी चलाउने मान्छेले आज साइकल पनि चलायो त्यही पनि स्काई सञ्जय गरौँ भयो अब हामी बुनु फेरि आम सातै गएर डुङ्गा खेलेर ल हरिप मजा आयो सबैजना थाकियो अनि त्यसपछि सबैको अब मुख चाहिँ होला सब पुरिसकेको छ बजेहरू सबैको स्यान्डाडी अनि बुनुहरू सबैको मुख ओल्यास भइसक्यो सबै अब घर जाने 5 बजिसक्यो रहेछ 12 बजी आएको होइन अब चाहिँ हामी घर फर्केको अब यत्तिकै हामी लाइभ एन्ड गर्दैछौँ थ्याङ्क यू रिटर्न दियो सबैजना सब फर्किनु टेबल गारमा फर्किदियो हाम्रो बुनुको टेबल कालो मर्छु घाममा झन् कालो भयो बुनु त क्याब लाउनु मजा गाडी लाग्यो एउटै फ्यामिली एउटैमा जाने सबै आइपुग्यो नि छुट्यो भने हात उठाउनु त हुन्छ के बिगारको यस्तो वेट टु होम स्कुटी त्यहाँ छ होइन दिन्छ ल म चाहिँ स्कुटीमा आइसक्यो अब ट्र्याक घर ट्याप है